हेलो सेवा साथीहरू। उहाँ चाहिँ हाम्रो आमा हुनुहुन्छ। आमाले चाहिँ हामीलाई पुरै माछा देखाइराख्नु भएको छ। यो माछा चाहिँ आपाले बल्छीमा पारेर ल्याउनु भएको क्या साथीहरू। हाम्रो घर नजिकै खोला छ नि त, त्यो खोलाको नाम चाहिँ साङखोला हो। त्यो साङखोलामा चाहिँ पाउने विशेष माछा चाहिँ यही माछा हो के साथीहरू। यो माछाको नाम चाहिँ हिले हो, एकदम मिठो हुन्छ। अनि आमा चाहिँ पुरै खुसी हुनुहुन्थ्यो क्या आपाले माछा मारेर ल्याउनु भएको हेरेर। अनि आमालाई चाहिँ खुसी भएको देखेर आमा डान्स गर्नु न भनेको आमा चाहिँ पुरै कम्बर मर्काइ मर्काइ नाच्दै हुनुहुन्थ्यो क्या। अनि यस्तै हुन्छ साथीहरू, गाउँमा एकदम रमाइलो हुन्छ गाउँले जीवन। अनि गाउँमा अर्ग्यानिक चिजहरू पनि खान पाइन्छ। अनि हाम्रो माइला दादाको छोरी पनि छ नि त, अनि भदैनी। अनि चायामा भदैनीले चाहिँ पुरै बोजूलाई पनि डान्स गर्नु सघाउँछ कि साथीहरू, एकछिनमा हेर्नु ल। अनि आमाले चाहिँ पुरै देखाउँदै हुनुहुन्थ्यो हिले माछा र टमाटर। अनि यो हिले माछा र टमाटर पकाएर खाने भन्दै पुरै डान्स गर्दै हुन्थ्यो क्या। नातिनी बोजू भई घुमी घुमी डान्स गर्दै हुन्थ्यो कि। ओके साथीहरू, बाई बाई, सी यू।